खानुस् पिउनुस् मोज गर्नुस् हाम्रो जीवन व्यर्थ होइन रोग पालेर भोग पालेर कुण्ठित हुनुको अर्थ छैन राज्यलाई सुरक्षाको ग्यारेन्टी छैन राज्यलाई सुरक्षाको वास्ता छैन आफ्नो जीवन कसलाई कुन सडकको कसलाई रिस उठ्छ कुन बेला सिद्धिने हो आफैलाई थाहा छ हेर्नुहोस् सृष्टिलाई दृष्टि नदिने हो भने हामी देउता पनि मान्दैनौँ हेर्नुहोस् त कागज कारखाना सिमेन्टी कारखाना कपडा कारखाना जुत्ता कारखाना हवाईजहाज ट्रली बस इट्टा भट्टा खानीसँग चाहिँ यमदूत पनि भाग्ने सारा खानीसँग चाहिँ यमदूत पनि भाग्ने हामी आलु खाएर बस्नेलाई चाहिँ अनेक भाती रोग लाग्ने त्यसैले देउता खै त देउताले मान्छे बनाएको कि मान्छेले देउता बनाएको लङ्काको युद्धमा कति बाँदर मरे कति बाँदर शहीद भएका थिए तिनलाई रामचन्द्रले के क्षतिपूर्ति दिए बाँदरले युद्ध लडे बाँदर मरे रामचन्द्र चाहिँ देउता हारे हेर्नुहोस् देउता सहनशील हुन्छ त्यागी हुन्छ हाम्रो देउता त घर घरमै छ देउता भनेको नेपाली जनता हो जो जे गरे पनि सहेरै बसिरहन सक्छ देशलाई आपत्ति आइलाग्यो भने ढुङ्गोको देउतालाई पसिना आउँछ जनतालाई आउँदैन ढुङ्गोले थाहा पाउँछ जनताले थाहा पाउनु विरोध नगर्नु भनेको समर्थन गर्नु हो अन्याय अत्याचार हुँदा पनि नबोल्नु भनेको एक किसिमले मर्नु हो सधैँ खल्ती भर्या छ गल्ती गरेछ सबैको खल्ती भर्या छ भत्ता खाछ सम्मान पाछ यो भन्दा बढी सुविधा के चाहिन्छ अब चोरलाई कुर्सीमा राखेर खुरु पैसा तिर्ने यो भन्दा सोझो जनता कहाँ पाइन्छ त्यसैले हेर्नुस् तपाईँ हरेक ढुङ्गालाई हेर्नुस् हरेक ढुङ्गा यहाँ देउता छ हरेक नागरिकलाई हेर्नुस् हरेक नागरिक यहाँ ढुङ्गा छ गजब भन्नुभयो कविजी गजब मेरो त छातीमै छुयो बुझ्नुभयो ए भाइ अर्को एउटा फेरि ल्याऊ अर्को एउटा मखाऊ मैलाऊ सुख सैल बा मोज मगरौँ म बाँचौँ मै नाचौँ अरू सब मन दुर्बलहरू